सतीदेवीको जटा पतन भएको स्थान मकवानपुर। यहाँभित्र यस्तो गुफा छ, एकजना गरेर आएर अनि पूजा गर्न मिल्छ। यहाँ टाउको पनि सुक्यो। हाम्रो साथीहरू सतीदेवीको जटा पतन भएको स्थान ल ल ल हर हर महादेव, लौ 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 ल हर हर महादेव, हर हर महादेव। मैले हजुरहरूलाई गुफाभित्रको दृश्यहरू देखाइरहेको छु। यहाँ शिवलिङ्गको उत्पत्ति भएको छ। लट्रम्बेश्वर महादेवको उत्पत्ति भएको छ। हेलो साथीहरू, नमस्ते। म उपस्थित भइसकेको छु नयाँ नयाँ ठाउँको भिडियोको साथमा। मैले हजुरहरूलाई लगिरहेको छु मकवानपुरमा रहेको लट्रम्बेश्वर महादेवको मन्दिरतर्फ। यस ठाउँमा जानको लागि मोटर बाटोको अति राम्रो सुविधा छ। यहाँ बाइक गाडी र प्राइभेट गाडीहरू पनि चल्न सक्छन् र यहाँ असाध्यै राम्रो 3 घण्टा काठमाडौँदेखि 3 घण्टाको बाटो ड्राइभिङ गरिसकेपछि हामी हाइकिङतर्फ लागिएको छ। मैले हजुरहरूलाई सूर्योदय देखाइरहेको छु। बसमा रमाइलो गरेर अगाडि बढिरहेको छ। हामी बिहान 6 बजे 9 बजेदेखि पैदल यात्रा सुरु गरेको दृश्यहरू हजुरलाई देखाउँदैछु। हजुरहरूलाई मैले सूर्योदयको दृश्यहरू पनि देखाइरहेको छु। हेलो हेलो साथीहरू, नमस्ते। हामी आज लट्रेश्वर महादेव जाँदैछौँ। लट्टरम्मेश्वर महादेवको दर्शन गर्न जाँदैछौँ। त्यहाँको भिडियोहरू कैद गर्दैछु। गाइज, कस्तो गाह्रो भयो। हामी लट्टरम्मेश्वर जाँदैछौँ। हामी लट्रेश्वर महादेवको दर्शन गर्न लागिरहेछौँ। उकालो। हेलो गाइजहरू, कस्तो भएछ यात्रा? जय शम्भु, हर हर महादेव। रमेश्वर महादेवको दर्शन गर्न लागिरहेछौँ। यहाँबाट 1.5 घण्टा बाँकी छ। हाई गाइज, हामी उकालो चढ्दैछौँ। पछाडि सिन यस्तो राम्रो आकर्षण सिन देखेको छ। रमाइलो भइरहेछ उकालो चढ्दा पनि। नेपाल त्यसै सुन्दर देश छ। मैले हजुरहरूलाई नेपालको सुन्दर भूमिहरू देखाइरहेको छु। लट्रम्बेश्वर महादेवको दर्शन गर्न जाँदाखेरि यति रमाइलो दृश्यहरू देखिरहेको छ। परेछ साथी हो, गाह्रो भएछ। तर रमाइलो पनि लागिरहेछ। पल्तिरको डाँडा देखेर धन्न लडिएन। गाडीको बाटो छोडेपछि यस्तो अप्ठ्यारो बाटो हामीहरू अगाडि बढिरहेछौँ। यस्तो गाह्रो भइरहेछ। तर लट्रेश्वर महादेवको दर्शन गर्न पाउँदा अझै, लट्टरम्मेश्वर महादेवको दर्शन गर्न पाउँदा अझै आनन्द आछ। हर हर महादेव। हेलो गाइजहरू, गाह्रो भएछ कि भएको छैन? जय शम्भु, लट्टरम्मेश्वर महादेव। ए साथीहरूलाई गाह्रो भएछ, त्यही पनि हामी हिँड्दैछौँ। हेलो ज्योति म्याम। पाहाडीको डाँडा कति रमाइलो देखेछ। साँझ भनेछ हैया। हामीलाई उक्लिन भन्दा ओर्लिन टाइम लाग्ला। ल, one by one. Hi. ल हाई।
बाटो काट्नलाई हामी रमाइलो गर्दै अगाडि बढिरहेको छौँ। लास्टमा पानको बाटो कति टाइम बाँकी अब आधा घन्टा भनेको हामीलाई त 1.5 घन्टा लाग्छ होला। हामी हिँड्न नसक्ने टोली परेछौँ। अब यहाँ 3 घन्टा हिँडिसक्यौँ। अब कति छ बाँकी हामी गन्तव्यमा पुगेपछि भनौँला। थगेला छ अब यो होइन ज्यान हल्लिन थालिसक्यो। थकेको कुरा नगरौँ। अब जाने बेलामा हालत के हुने हो थाहा छैन। आउन त यहाँसम्म आइपुग्यो, मन्दिरसम्म पुग्दा के हुने हो, फर्किँदाको हालत के हो थाहा छैन। हजुरहरूलाई पनि हाइकिङ जान मन लाग्छ भने लटरम्बेश्वर महादेवको दर्शन पनि हुन्छ र हाइकिङ पनि रमाइलो हुन्छ। यसरी नै जान सक्नुहुन्छ। केबुल कार गर्ने भने चाहिँ 5 फेरि नि आइएला बरु। हाई भनौँ न त अब हाय हिँडेर साह्रै गाह्रो रहेछ बाटो। हेलो यो स्थान भगवान शिवलाई समर्पित छ र हिन्दू धर्मावलम्बीहरूको लागि आस्था तथा पूजाको केन्द्रको रूपमा मानिन्छ। पारी देखाइरहेको डाँडामा लटरम्बेश्वर महादेवको मन्दिर स्थापना छ। पुराण कथा अनुसार सतीदेवीको शरीर बोकेर भगवान शिव त्रिलोक भ्रमण गर्दा उहाँको शरीरको जटा यहाँ पतन भएको मानिन्छ। कता कता मन्दिर देखियो। अब त सजिलो हुन्छ। लटरम्बेश्वर आएको यस्तो सजिलो बाटो भनेको अप्ठ्यारो रहेछ। त्यही पनि हामी त पुग्यौँ। अब त 15-20 मिनट लाग्छ। यहाँ तेर्सो हिँड्नु पर्दो रहेछ। यहाँबाट तेर्सो हिँड्नु पर्दो रहेछ। 15-20 मिनट लाग्दो रहेछ यहाँबाट। हामी अब पुग्छौँ होला 15-20 मिनट। सतीदेवीको कपाल पतन भएको ठाउँलाई लटरम्बेश्वर महादेवको मन्दिर स्थापना भएको छ। लटरम्बेश्वर महादेवको दर्शन गर्न जाँदा सबभन्दा अप्ठ्यारो भिड भनेको यही स्थानमा हो। एकदम अप्ठ्यारो र ठाडो बाटो छ। यहाँ बारहरू फलामको लगाइएको छ। त्यसले गर्दा यहाँ सजिलै हिँड्न सकिन्छ। म पनि हिँडिरहेको छु। बाटो असाध्यै अप्ठ्यारो छ, तर यहाँ पुग्दाखेरि यहाँको सिनहरू देखेर अति मनमोहक र आकर्षण देखिएको छ। बाटो छ यहाँबाट हामीले मन्दिरको दर्शन गर्न पाउँछौँ। पुग्छौँ होला। अझै कति मिनट लाग्छ। यस्तो राम्रो सिन छ। स्वर्ग स्वर्ग आउनु नेपाल आउनु साथी हो। लटरम्बेश्वर आउँ है स्वर्ग आउने भयो। सबैभन्दा गाह्रो र सबैभन्दा ठाडो बाटो भनेको यही बाटो पर्छ। हाइकिङ आउनको लागि एकदम बेस्ट ठाउँ भनेको लटरम्बेश्वर महादेवको मन्दिर हो। यो 1856 किलोमिटर समुद्र सतहदेखि हाइटमा छ। यस ठाउँबाट मनोरम हिम श्रृङ्खलाहरू देख्न पाइन्छ। आसपासको प्रकृति रमणीय वातावरण, हरियाली, पहाडहरूले यो ठाउँलाई धार्मिक मात्र नभई प्रकृति पर्यटन पनि उत्कृष्ट गन्तव्य बनाएको मानिन्छ। यहाँको यात्रा धार्मिक दर्शनका लागि मात्र नभई हिम श्रृङ्खला हेर्नको लागि पनि यहाँ पर्यटनहरू आउनुहुन्छ। पैदल यात्रा गरेर उपत्यका तथा हिमालय मनोरम दृश्यहरू हेर्न पाहुनाहरू यहाँ पाल्नुहुन्छ। यस्तो रमाइलो सिन छ। यहाँ जाने पर्यटनहरू धार्मिक आस्था र शिवभक्तहरू यहाँ पाल्नुहुन्छ। हिम श्रृङ्खला र सुन्दर दृश्यको लागि पनि यहाँ अवलोकन गर्न पाहुनाहरू यहाँ पाल्नुहुन्छ। शान्ति वातावरण र ध्यान धारणाको लागि पनि प्रकृतिको मनोरम दृश्य हेर्नको लागि पनि यहाँ पर्यटनहरू महादेव की। यस ठाउँमा आन्तरिक पर्यटनहरूको असाध्यै भिड लाग्न लागिरहेको छ। स्वस्थानी हुनाले अझै पनि यहाँ आन्तरिक पर्यटनहरू आउनुहुन्छ र धार्मिक आस्थाका व्यक्तिहरू पनि यहाँ पाल्नुहुन्छ।
पछि अनि जाँदा चाहिन्छ यो सबै आउने गरेर है लाउन मात्र मैले हजुरहरूलाई लटम्बेश्वर महादेवको दर्शन गराउँदैछु र मन्दिरहरूको पूजापाठ पनि गरिरहेको छु। मामा हजुरको फेसै देखेन है। ल भइहाल्यो मलाई पर्छ ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। फास्ट गर्नु न यहाँभित्र यस्तो गुफा छ एकजना गरेर आएर अनि पूजा गर्नु मिल्छ यहाँ टाउको पनि सुक्यो निस्किनु पर्यो नि हाम्रो साथीहरू ल ल ल हर हर महादेव लौ 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 ल हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर 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 महादेव लटरम्बेश्वर महादेवको सबैलाई दर्शन गराइ मैले हजुरहरूलाई गुफाभित्रको दृश्यहरू देखाइरहेको छु। हर हर महादेव। बन्धन बाधा भइ खुल्ला होस् सबैलाई रक्षा गर्ने लजाऊ बहिनी लाउँछ तिमी पनि लगाउ त यस ठाउँमा छिटभरमै मौसम चेन्ज हुने रहेछ, हावाहुरी आउने रहेछ र हामी छिटो पूजा गरेर अनि आफ्नो गन्तव्यतर्फ लागियो। गाइसु न गाइसु कस्तो गाह्रो दर्शन गरेर हामी घरतिर फर्किन लागेको। जय शम्भो हर हर महादेव जय। सबभन्दा अप्ठ्यारो बाटो यही पहेँलो रेलिङ भएको ठाउँ रहेछ। यो कटेपछि त स्वर्ग गए जस्तै हुँदो रहेछ। जय शम्भु हामी त पुगेर फर्क्यौँ। अनि अलिकति गाह्रो छ, दायाँ बायाँ नहेरिकन यहाँ हिँड्नुपर्छ। मामु हजुर बादलको माथि होइसिन्छ कस्तो छ? बादलको माथि छु। याहु गर्छु बादलको माथि छु। ल बनाइरहेछ। म ढल्छु जस्तो भइसक्यो यहाँ। क्षणभरमा मौसम चेन्ज भएर यस्तो देखिएको छ, बादलले केही पनि देखेको छैन। अब त झर्न लायौँ। अब त अलिकति छ धेरै छ। ल पुग्यो, बल्ल बल्ल रोडको बाटो पुग्यो। अब कति टाइम लाग्छ? कस्तो गाह्रो भएको, बल्ल हामी रोडको टाइम बाटोमा पुगेछ। हामी कति बेला पुग्छौँ? यस्तो राम्रो सिन छ। लटरम्बेश्वर महादेवको दर्शन गरेर हामी गाडीमा बसेर काठमाडौँतर्फ लाग्यो। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै बिदा हुन्छु। अर्को भिडियोमा फेरि भेटौँला। हस्त धन्यवाद।